आज यहाँ हाम्रो छिमेकै हाम्रो छिमेकी भनौँ पदम ठकुराठी हाम्रो 42 साल होइन र 43 साल भदौ 20 गते एउटा गोलीकाण्ड भएको थियो। जुन गोलीकाण्डमा उहाँ घाइते हुनुभयो। विकास गुरुङले एउटा त्यतिखेर पनि प्रचार छ, पुरानोले उहाँको नाम सायद धेरैले चिन्छन् होला। आज चाहिँ बिरामी भएर हिमाल हस्पिटलमा म भेट्न आएको छु र उहाँको इतिहास लामो छ। त्यतिखेर सुरु भएर दरबारको विरुद्ध बोल्न सक्ने निकै कम मध्येको यहाँ ठकुराठीजी हुनुहुन्छ र उहाँलाई कहिले कहिले लाग्छ पनि होला यत्रो देशको लागि गर्ने होइन, मेरो लागि कसैले चासो दिएन भने पनि गुनासो हुन्छ होला। छैन, मलाई गुनासो छैन। ल यो भन्दा ठुलो कुरो के भयो? मलाई चाहिँ नि जस्तो अहिले तपाईँ एउटा सजाय आउनुभयो नि होइन, त्यो बिहान बोर्डिङ वाक अहिले गरिदिनु बोर्डिङ वाक गर्न जाँदाखेरिमा 15-20 जना मान्छे नमस्कार गर्छ। भनौँ देशको लागि गरेकोमा भने तपाईँमा एउटा आनन्द छ। अहिलेका पत्रकारलाई के सन्देश दिन चाहनुहुन्छ? अहिलेका पत्रकार भनेका यी पार्टी र एमबेसीका हसियारहरू हुन् र यिनीहरूलाई त्यो वास्तविकता मुलुक कहाँ गइरहेछ, देश के भइरहेछ भन्नेहरूमा पनि कसरी कमाउने भन्ने मात्र यिनीहरूको चाहिँ चित्र देखिएको छ। एक दुईजना रियल मान्छेहरू छुट्यो होला। जस्तो अहिलेको जुन छ नि एउटा चाहिँ तपाईँको यो ठुलो घटना घट्यो, 2 दिनमै चाहिँ देशमा तख्ता पलट जस्तो भयो। तपाईँले के लागेको छ त्यसमा? यो चाहिँ यो 2 दिनमा हुन सक्ने कुरा होइन। यसमा वर्षको विदेशीहरूको छ निश्चित छ। तपाईँ अब 77 जिल्लामा एकैचोटि के चाहिँ तपाईँको छानी गरेर कुरा आउँदैन। पञ्चायतमा चाहिँ तपाईँको यसरी विदेशीहरू यसरी सिधै घुस्न सक्थेनन् र अहिले चाहिँ विदेशीको रणभूमि बन्यो नेपाल भन्ने छ। एकदम सही कुरा थियो उहाँ। अनि यसलाई रोक्नलाई के जस्तो के अब रोक्न सकिन्छ त? यसलाई हेर्नुहोस्, अब कुरा के छ भने यसको रोकको लागि यसलाई यो नेपाली संस्कारै हुर्काउनु पर्यो। राष्ट्रवादीहरूको सम्मेलन हुनु पर्यो। उनीहरूले चाहिँ यसलाई रोक्न सक्ने हुन्।